कार्यक्रम सञ्चालक हिरालालज्यू, श्रद्धेय यस व्यासासन गुरुज्यू, आदरणीय यस व्यासमा बस्नुहुने सम्पूर्ण मान्यजनहरू र भर्खरै हामीलाई मार्गदर्शन दिएर जानुहुने योगी बलरामनाथप्रति हार्दिक आभार व्यक्त गर्दछु र यहाँ उपस्थित हुने सबै भक्तजनप्रति पनि हार्दिक आभार व्यक्त गर्दछु। त्यसको साथसाथै कार्यक्रमलाई सङ्गीतमय बनाउने हाम्रा भजन मण्डली व्यक्तित्वहरू, यहाँ गरिएका कर्महरू, यहाँ गरिएका कार्यहरू, आध्यात्मिक तथा धार्मिक प्रवचनहरूलाई देश विदेशसम्म पुर्याउन सहयोग गर्नुहुने सम्पूर्ण पत्रकार मित्रहरू, सञ्चारकर्मीहरू प्रति पनि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु, हार्दिक आभार व्यक्त गर्दछु। त्यसै गरी यस कोटियम महायज्ञमा जुन वैशाख 17 देखि सुरु भएर आजसम्म चलिरहेको कोटियम महायज्ञमा उपस्थित भएर यस महायज्ञलाई शोभा बढाइदिनुहुने समस्त भक्तजनप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु र उहाँहरूको उपस्थिति नै हामी यस कार्यक्रमलाई अगाडि बढाउनको लागि, यस कार्यक्रमलाई यहाँसम्म ल्याउनको लागि सहयोग पुगेको मैले अनुभव गरेको छु र सहयोग पुगेको हो भन्दछु। र अब योगी नरेन्द्रनाथको बारेमा, गोरखनाथको बारेमा यहाँ त्यस विषयवस्तुसँग दिग्गज व्यक्तित्वहरू हुनुहुन्छ, उहाँहरूले त्यसको बारेमा प्रस्ट्याउनुहुन्छ, त्यसको बारेमा जानकारी गराउनुहुन्छ। म मात्र यस कोटियम महायज्ञमा तपाईँ हामीलाई परिचित गराउने, तपाईँ हामीलाई उपस्थित हुनको लागि यसरी प्रेरित गर्ने 3 जना व्यक्तित्वलाई सम्झिन चाहन्छु। पहिलो व्यक्तित्व, आदरणीय व्यक्तित्व, श्रद्धेय गुरु, राष्ट्रगुरु योगी नरेन्द्रनाथ। उहाँले 130औं कोटियम चितवनको बागेश्वरीमा गर्ने भनेर जुन सङ्कल्प गर्नुभयो, त्यसकारण यो कोटियम हुन सक्यो, भइरहेको हो र तपाईँ हामीको भेट भयो। दोस्रो, योगी नरेन्द्रनाथका उत्तराधिकारी श्रद्धेय यस बागेश्वरी आध्यात्मिक परिषदका प्रमुख संरक्षक योगी श्रीनाथज्यूको आदेश प्राप्त भयो। त्यस कारणले पनि यो कोटियम चल्यो र तपाईँ हाम्रो भेट भयो। र तेस्रो व्यक्तित्व, श्रीनाथ गुरुको आदेशलाई शिरोधार्य गरेर कोटियम गर्नको लागि संयोजक रूपमा स्वीकार गरेर आँट गर्ने व्यक्तित्व प्रेमनिधि भारद्वाजलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु। उहाँको आँट नगरेको भए सायद यो कोटियममा हामी यसरी उपस्थित हुने अवसर पाउने थिएन होला। कहिले जुट्थ्यो, तत्कालिक जुट्ने अवसर थिएन। हुन त एक समय राष्ट्रगुरुले कल्पना गर्नुभएको, सङ्कल्प गर्नुभएको एक हुन्थ्यो होला, तर कहिले हुन्थ्यो। यो आँट प्रेमनिधिले गर्नुभयो, श्रीनाथले आदेश दिनुभयो र त्यो आदेश उहाँलाई स्वीकार गर्नुभयो, श्रद्धाले गर्नुभयो र अगाडि बढेर अहिले यो कोटियम अब उत्तरार्ध पूर्णताको अब भन्ने हो भने पर्सेन्टमा जाने भने 99% पूर्ण भइसकेको अवस्थामा पुगेको छ र भोलि हामी यसको पूर्णाहुति गर्दैछौँ। र यो अवधिभरमा यस कोटियममा उपस्थित हुनुहुने सम्पूर्ण भक्तजनहरूप्रति सम्पूर्ण भक्तजनहरूको सहयोगले यो कोटियमलाई यहाँसम्म ल्याउन, यसलाई पूर्ण गराउनको लागि जुन सहयोग पुग्यो त्यसको लागि सबैलाई धन्यवाद। र भोलिका दिनमा आजसम्मका भक्तलाई धन्यवाद। भोलिको दिनमा
शिविरमा आउने भक्तजनलाई पनि मेरो अग्रिम धन्यवाद। किनभने भोलि अब यसरी बोल्न पाइने अवस्था हुनसक्छ, नहुन पनि सक्छ, भेट हुन पनि सक्छ, नहुन पनि सक्छ। त्यस कारणले भोलि यस कोटीहोम महायज्ञको त्यति लामो समयसम्म चलेको कोटीहोम र त्यसमा पनि योगी नरेन्द्रनाथजीको सङ्कल्प गर्नुभएको, योगी श्रीनाथले आदेश दिनुभएको कोटीहोमको पुनरावृत्ति भोलि हुनेछ। त्यस कारणले समग्र यहाँ उपस्थित हुने सर्वमूल भक्तजनहरू र अन्यत्रबाट यो सञ्चार माध्यमबाट सुन्नुहुने भक्तजनहरूलाई छिटो बिहान अथवा हाम्रो बिहानको कार्यक्रम लगभग 7-8 बजेदेखि नै कार्यक्रम सुरु हुने अवस्थामा छ। त्यस कारणले छिटो छरितो जसरी समय निकाल्नु भए पनि उपस्थित भइदिनको लागि आयोजकको तर्फबाट र व्यक्तिगत तर्फबाट सबैलाई हार्दिक अनुरोध गर्दछु। र कोटीहोम सञ्चालन गर्ने क्रममा केही कमी कमजोरी पक्कै भयो होलान्, त्यसको लागि सबैप्रति म क्षमा प्रार्थी छु। हामी सकेसम्म कोटीहोमलाई प्रभावकारी रूपले सञ्चालन गर्नको लागि प्रयासरत हौँ। त्यसको लागि विभिन्न किसिमका समितिहरूको गठन भएको छ। ती समितिहरूमा विभिन्न व्यक्तित्वहरू संयोजक बनाउनु भएको छ र ती सम्पूर्ण संयोजकहरू जुनले पनि आफ्नो समितिको भूमिका निर्वाह गर्नुभएको छ भन्ने कुरा मलाई पूर्ण विश्वास छ। त्यसको लागि सम्पूर्ण संयोजकज्यूप्रति पनि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र त्यसै गरी अब समग्रमा यस कोटीहोमलाई आफ्नो बुद्धि विवेक र क्षमताले भ्याएसम्म सहयोग गरेर यहाँसम्म ल्याइ पुर्याउन सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तित्वहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। त्यसपछि त्यसको साथसाथमा यसमा एउटा अब म छोटो मात्रै गर्नुपर्छ, एउटा मात्रै। र हामी यसलाई सफल पार्नलाई जुन प्रयास गरिन्छ त्यसको लागि एउटा भनिन्छ कर्म गर कर्मको फलको आशा नगर भने जस्तै हामी प्रकृति प्रिय हुनुपर्छ। प्रकृतिमा विभिन्न किसिमका वनस्पतिहरू हुन्छन्, फलफुलका बोट बिरुवा हुन्छन्। ती फलफुलका बोट बिरुवाहरूले फल दिन्छन्। त्यो फल दिए बाबत हामी एउटा तिनले केही चाहना गर्दैनौँ। हामी यो आध्यात्मिक क्षेत्रमा धार्मिक क्षेत्रमा गरिएका कर्महरू यो स्वभावले कर्म गर्न पाएकोमा आफूलाई खुसी राख्नुपर्छ, खुसी मान्नुपर्छ, खुसी हुनुपर्छ। र त्यसबाट आफूले कुनै आशा गर्नुभन्दा कर्म गर्न पाएकोमा गर्व गर्नु उचित हुन्छ भन्ने लाग्छ। त्यसै कारणले अब यहाँ भन्ने कुराहरू भन्दा पनि अब समयको पाबन्दीले गर्दा हाम्रो उद्घोषज्यूले छिटो छटामटी भनिरहेको छ। यसमै गर्दा अब एउटा सङ्गीत गायकहरूले गाएको एउटा गीतको सङ्गीतमय टुक्का कता याद आयो। त्यो टुक्का गाउँदै म यसलाई अब आफ्नो मन्तव्यलाई विश्राम गर्नेछु। कोही माछी डाँडेले माया लाउँदैमा छिटो डाँडेले भनेर एउटा सङ्गीतकारले गायकहरूले गाएको टुक्का याद आयो। किनभने यो छोटो समयमा तपाईँसँग भेट हुने चिन्जान गर्ने अवसर मिलेको थियो। अब हुँदा कतै आज 2 महिना पनि समय नागिसकेछ र अब हामी छुट्टिने दिन आएछ। त्यस कारणले यहाँ छुट्टिँदा पनि कुनै समयमा कहीँ न कहीँ धार्मिक हुन्छ, आध्यात्मिक क्षेत्र हुन्छ, अन्य कुनै कार्यक्रममा हामी भेटघाट हुनेछौँ भन्दै म यो आफ्नो मन्तव्यलाई यही विश्राम गर्छु। जय गोरखनाथ, जय बागेश्वरी।